हाई गाइस, सो मलाई चाहिँ आज एउटा कुरा सेयर गर्न मन लाग्यो होइन। मैले यो वर्ष चाहिँ बुक पढ्छु भन्ने हिसाबले स्टार्ट गरेको थिएँ अनि इट वाज गोइङ रेली वेल। 3rd मन्थसम्म 4th मन्थमा पनि मैले स्टार्ट गरिसकेको थिएँ। सो 1 महिनामा मैले 2 बुक चाहिँ सकाइरहेको थिएँ। अनि त्यसपछि बिचमा एक्जाम आयो अनि खासै भइरहेको थिएन, तर मैले कन्टिन्यू गरेँ होइन। सो मैले चाहिँ यो वर्ष चाहिँ यो बिफोर द कफी गेट्स कोल्डको सबै सिरिज सकाएँ क्या। 5वटा बुक रहेछ, 5वटा बुकै सकाइसकेँ। अनि त्यो बुक स्टार्ट गर्दाखेरि चाहिँ राम्रै गइरहेको थियो, किनकि फिक्सनल पुरा हुन्छ नि, पास्टबाट आउने पावरको बारेमा यस्तो यस्तो थियो नि त। सो फ्युचरमा पनि जाने मिल्ने, पास्टमा पनि आएर मान्छेहरूले त्यो एक्ज्याक्ट मोमेन्टमा चाहिँ बसेर त्यो आफ्नो लभ वानसँग टाइम स्पेन्ड गर्न सक्ने, त्यो त जस्ट फिक्सनलै हो नि त। त्यो हिसाबले जस्ट मैले इन्जोय गरिरहेको थिएँ। अनि मैले पढ्दै जाँदाखेरि चाहिँ अब चाहिँ अलिकति, किनकि हरेक च्याप्टरमा डिफ्रेन्ट हरेक बुकमा हरेक च्याप्टरमा डिफ्रेन्ट स्टोरी छ क्या। जस्ट अब क्याफेको मेन क्यारेक्टर्सहरू चाहिँ त्यही कन्सटेन्ट हुन्छ, नत्र स्टोरिज चाहिँ डिफ्रेन्ट छ क्या। सो राम्रो स्टोरिज छ। अनि मलाई स्पेसली मन परेको चाहिँ मैले चाहिँ 3rd बुक भनेर पढेँ, किनकि यहाँ पछाडि बुकको सिरिज लेखेको हुन्छ नि, त्यसमा चाहिँ अब 3rd बुक भन्ने हिसाबले चाहिँ मैले पढेँ। तर पढ्दै जाँदाखेरि चाहिँ मैले के रियलाइज गरेँ भन्दाखेरि त्यो 3rd बुक थिएन कि जस्तो भयो कि त्यो लास्ट बुक हो कि जस्तो फिलिङ आयो कि मलाई। तर ठ्याक्क कुन बुक भन्ने चाहिँ म एकछिन हेर्छु। यो बुक रहेछ बिफोर वी से गुड बाई। मैले चाहिँ यो 3rd बुक भनेर पढिरहेको थिएँ, तर एज आई वाज रिडिङ दिस मैले रियलाइज गर्दै गएँ क्या। यो बुक जसरी स्टार्ट भयो र जसरी एन्ड भयो, आई थिङ्क दिस बुक वाज सपोज टु बी द लास्ट बुक जस्तो लाग्यो। किनकि मलाई चाहिँ बेस्ट मन परेको यो बुक है। किन भन्दाखेरि यसको स्टार्ट यस्तो ब्युटिफुल्ली गरेको छ नि यो बुकमा। अब मेन कुरा भनेको नै लाइक एउटै बुकको 3-4वटा सिरिज छ भन्दाखेरि आई थिङ्क तिमीले कसरी चाहिँ एउटा रिडरको अटेन्सन ग्र्याब गर्छौ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट रोल खेल्छ जस्तो लाग्छ है मलाई चाहिँ। सो यो सबैमा चाहिँ नर्मली क्याफेमा हुन्छ नि, यसै के क्याफेमा यस्तो ऱ्यान्डम कुरा भइरहेको हुन्छ, अनि कोही आउँछ कि त कोही बसिरहेको हुन्छ नि, त्यसरी नै स्टार्ट हुन्छ। तर यसमा चाहिँ कस्तो ब्युटिफुल्ली कनेक्ट गरेको छ क्या। यो सुरुको जुन बुक छ नि हामीले पढ्छौँ, त्यो स्टार्ट गर्दाखेरिको जुन बुक छ, त्यो बुक पढ्दाखेरि त्यसमा एउटा पार्ट छ कि जुनमा चाहिँ वान अफ द क्यारेक्टर जो छ, त्यो क्यारेक्टर पनि आफ्नो छोरीलाई भेट्न चाहिँ फ्युचरमा गएको हुन्छ होइन। तर त्यसमा चाहिँ एकदमै सानो क्लिप छ, उसको धेरै छैन त्यसमा। तर त्यसलाई ल्याएर